नमस्कार साथीहरू, म चन्द्र खड्का। यो कमेन्ट हेर्नु त एकचोटि। यो कमेन्ट कुनले गरेको? यो फोटो हेर्नुहोस्। यो फोटो हेर्नुभयो, यो अनुहार पनि हेर्नुभयो। यो अनुहार हेर्दाखेरि मलाई माया लागेर आयो। खासै नराम्रो शब्द उहाँले प्रयोग गरेको जस्तो शब्द मलाई आएन, मेरो मुखबाट निस्केन। अरू त्यस्तै हो साथीहरू, कमेन्ट जेसुकै आस मतलब भएन। तर यो ड्रेस हेर्नु त। यो ड्रेस तपाईँले कतै देख्नुभएको थियो? देख्नुभएको थियो होला नि त, होइन? यो ड्रेस हेर्नुहोस्। अनि यस्तो व्यक्तिले चाहिँ मलाई यो कमेन्ट गर्नुभएछ, होइन? यिनलाई एन्सर मैले कसरी दिने? यिनलाई म उनले जस्तै गाली गर्ने? म उनलाई चाहिँ एन्सर यसरी दिन्छु साथीहरू। म आफूभन्दा ठुला वरिष्ठ व्यक्तिहरूलाई सधैँ सम्मान गर्ने स्वभावको मान्छे हुँ। त्यसैले कसैले गरेको नराम्रो कमेन्टलाई मैले जवाब दिन जरुरी ठान्दिनँ। तर एउटा कुरामा म जहिले पनि अडिग छु, गलत काम र भ्रष्टाचार गरेर अगाडि बढ्नुभन्दा इमान्दारीका साथ सानो भएर पनि शिर उठाएर बाँच्ने नै मेरो गर्वको कुरा हो। म यसलाई नै सम्मान गर्छु, होइन? मैले गरेको काम कसैलाई चित्त नबुझ्न पनि सक्छ, तर म सत्यको मार्ग कहिले पनि छोड्दिनँ। यो ड्रेस पाउन नि धेरै सङ्घर्ष गर्नुपर्छ, होइन? त्यति सजिलै आउँदैन। 3 देखि 3.5 लाख त हामीले एजेन्टलाई बुझाएको छ यो ड्रेस पाउनलाई, होइन? यहाँ आउनुपर्ने, यो अर्काको देशमा दुःख गर्नुपर्ने बाध्यता कुनले पारो भनेको? यही तपाईँहरूले लगाएको ड्रेस छ नि। यही ड्रेस लाउनेहरू तपाईँहरू भ्रष्टाचारीहरूले गर्दाखेरि यहाँ आउनु परेको अवस्था हो कि अलिक बढी भयो कि क्या हो? अब तपाईँलाई एकचोटि मैले माफ दिएँ, मेरो बुवासम्मको व्यक्तित्व हुनुहुँदो रहेछ। अर्कोचोटि पनि यस्तै कमेन्ट आयो भने म तपाईँले लगाएको लुगा त्यो सबै खोलिदिन्छु। धन्यवाद।